फेरि पनि तपाईँहरूको माझमा म यहाँ जग्गामा आएको छु र हजुरहरूलाई यो अप्रिल महिनाको दृश्य यो गुराँसको दृश्यहरू देखाइरहेको छु। यतिखेर आउनुभयो भने चाहिँ यहाँ तपाईँको मेन रोडमा चाहिँ झन्डै म्याच छुट्टी भइसकेछ। कतिवटा चाहिँ म्याच छुट्टी भएको छ, गर्नुहुन्छ र यहाँनिर मेरो टिम चाहिँ उकालो जाँदैछ। मैले गाडी लिएर आएको थिएँ, गाडी हामी दुईजना छौँ र भाइ जिन्दगी भएर आएको थिएँ। तपाईँहरूलाई यो सानो क्लिक गरेर देखाइरहेको छु। र यहाँ पहिला भन्दा चाहिँ यहाँनिर लेक थियो, यो लेक चाहिँ अहिले सुकेछ र यो लेक सुकेर चाहिँ अहिले तपाईँको यहाँ त ग्राउन्ड जस्तो भएको रहेछ। र आउनु नजानु चाहिँ राम्रो छ, मौसमले राम्ररी साथ दिएको छ। हेर्नुहोस् एकदम राम्रो मौसम भएको छ। र यता जान्छ यता नेपाल र नेपालको तपाईँले यहाँनिर पाउनुहुन्छ। यो जुन चाहिँ देख्दै गर्नुहुने यो चाहिँ तुमलिङ तपाईँको पर्यो। तुमलिङ उतापट्टिको तपाईँको तुमलिङ हो। यो तुमलिङहरू नेपाल एरिया पर्यो र त्यहाँ चाहिँ गुराँस ढकमक्क रहेछ। हजुरहरू पनि आएर इन्जोय गर्नुहोस् र मजा लिनुहोस्। अन्त थ्याङ्क यू। मेरो यो सानो क्लिपलाई यहाँ राख्दछु।